सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु आवर न्यू भिडियो। आयो तपाईहरु सञ्चारमा हुनुहुन्छ ल, म पनि सञ्चारमा छु। अनि धेरै दिन पश्चात मैले आज ब्लग गराएको छु। त्यो पनि आज छुट्टी भएको, जाडो महिना छुट्टी भएको चाहिँ कति दिन भइसक्यो र आज चाहिँ लास्ट डे हो छुट्टीको। आज चाहिँ मैले के ब्लग गराउँदैछु त, के गर्दैछु त्यो सबै तपाईहरुले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। र आज चाहिँ जाडो अहिले लगभग 1 बजिसक्यो। यस्तो छ जाडो, चिसो छ। अनि आज चाहिँ म गर्न जाँदैछु प्र्याङ्क। त्यो पनि सक्सेस हुन्छ कि नै सबै देखाउने वाला नै छु। के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला। म तल गर्दै हुन्छ यता सबै सामानहरू खोज्छु। मम्मी चाहिँ सुत्दै हुनुहुन्छ भने उता कोठामा सुत्दै हुनुहुन्छ। अब म चाहिँ मेकअपहरू सब सामानहरू जति लिएर जान्छु, थाहा नपाउने गरेर लगाइदिन्छु। अनि मम्मीको रियाक्सन हेरौँ न। यहाँ छ के निकाल्नु त सामान। एउटा त यो भयो, एउटा यही लिएर जान्छु। यो नि लिएर जानुपर्ला। उता मेरो कोठाबाट नि निकाल्छु सामानहरू। छ तर के निकाल्ने, यो निकाल्छु एउटा। अर्को सामान अलिक खोज्छु म। Most of the videos. यो प्र्याङ्क गर्छु भनेको मम्मी चाहिँ ठ्याक्कै उठ्दिनु भयो। अनि ठ्याक्कै गर्न लागेको त क्यामेरा लडाएको त ठ्याक्कै उठिहाल्नु भयो कि देखिहाल्नु भयो। अहिले फेरि सुत्नु भयो। अहिले निदान भयो भने चाहिँ मैले ट्राई गर्नेछु, तर सुरुचोटिमै फेल भयो, सकेन। उठिहाल्नु भयो नि त। त्यो भएर यस्तो हाँसो लाग्यो नि त्यो भिडियोमा। ठ्याक्क भिडियो गरेको भनेर क्यामेरा पनि देखिहाल्नु भयो कि ट्याक्कै अगाडि पनि त निदाइसक्नु भएको थियो। होला त नि सकिन्छ होला भनेर अगाडि नै क्यामेरा राखेको देखिहाल्नु भयो। अहिले त ट्राई गर्दिनँ, अहिले उठिहाल्नुहुन्छ फेरि। यस्तो छुने बित्तिकै थाहा पाइहाल्नुहुन्छ क्या फेरि, त्यस्तो छ। अनि अहिले निदाइहाल्नु भयो भने चाहिँ म फेरि ट्राई गर्नेछु। अहिले चाहिँ यहाँ माथि छतमा यस्तो जाडो भयो, 1 बजीसम्म नि घाम लागेन, यस्तो भयो। फेरि थाहा पाइहाल्नुहुन्छ सबै सामानहरू त यहाँ देख्नुभयो कि पनि। एकछिनमा फेरि जान्छ है त, एकैछिनपछि गर्छु। अहिले गर्ने अन्त थाहा पाइहालिन्छ। यो चाहिँ मैले यो भ्लग स्टार्ट गर्न लागेको भयो होला लगभग 1 वर्षभन्दा बढी भयो। तर मैले अहिलेसम्म प्र्याङ्क चाहिँ गरेँ छैन। यो चाहिँ फर्स्ट प्र्याङ्क थियो, त्यही पनि फेल भइसक्यो। ओ गाइज, प्र्याङ्क गर्छु भनेको प्र्याङ्क फेल भइसक्यो। मम्मी उठिसक्नु भयो। प्र्याङ्क त गरायो त्यही पनि फर्स्ट टाइम ट्राई गर्न लागेको, त्यही पनि गयो। खासै मलाई यस्तो प्र्याङ्क गर्न चाहिँ आउँदैन क्या। मलाई गर्न नआएको कि मम्मी छिटो उठेको कि मलाई पनि थाहा छैन। के भयो मलाई प्र्याङ्क गर्न नजानेको त हजुर उठेको भएन। फर्स्ट टाइम ट्राई गर्न लागेको, त्यही पनि ट्राई चाहिँ गर्न खोजेको तर भएन। यो सबै सामानहरुमा लरा राख्छु।
छाड्छु अब चाहिँ एकछिन छाड्छु यस्तो बिसानहरू लगाइदिन्छु प्र्याङ्क त फेल भयो तर म अर्कोवाला गर्न ट्राई गर्दैछु त्यो प्र्याङ्क चाहिँ के हो भने मम्मी अब सुत्नुहुन्छ सुतिसकेपछि त मोबाइलमा मस्किटो साउन्ड लगाउँछु अनि सुनेपछि त्यो कानमा लगाइदिन्छु त्यस्तै गरी म त्यो प्र्याङ्क भए पनि म गरेरै छाड्छु अनि आज म जसरी भए नि मैले प्र्याङ्कमा पारेरै छोड्छु यस्तो झिजो लाउने बनाएरै छोड्छु अब के गर्न जाँदैछु त मैले यो कालो कराईलाई कता लाउँछ कालो लिएर जान्छु म अझै भएन गाली त्यसरी खान्छु यो कालो मुखमा डर लगाइदिएपछि यो चाहिँ मुखमा डर लगाइदिन्छु लुकी थाहा नदिने गरेर क्यामेरा अगाडि देखाएपछि फेरि यस्तो झ्याउ हुन्छ नि यहाँ के लाग्यो हजुरको लगाइदिए यार फेरि लाएन हौ के लगाइदिए के कालो लगाइदिए होइन उहाँ के थियो के तिमी मेट्दै है के लाग्थ्यो क्या अघि